ल अब 14 जनाको चाहिँ हाम्रो टिम छ परिचयतिर चाहिँ हामी दियौँ सर्वप्रथम अब बा मध्येबाट जानु पर्यो अब होइन यहाँ मध्येको चाहिँ अब बामा अब हाम्रो बा नै भनेर हामीले ठुलोबालाई चाहिँ लिनु पर्यो होइन बा आउनुभयो ठुलो बुवा आदरणीय रुद्र प्रसाद ल रुद्रनाथ रेग्मी है त ल सबैले आफ्नो नाम भनौँ न त होइन ल र त्यस पछाडि ठुलियामा मनकुमारी रेग्मी होइन त हजुर ओके त्यस पछाडि हाम्रो यहाँ बुवा आउनुहुन्छ होइन उमेरले भन्दा पनि नाताले हामी जाँदैछौँ ल बुवा मेरो नाम दिलीराम आचार्य हजुर म पर्वत जिल्ला जजला गाउँपालिका वार्ड नम्बर 7 बाट यहाँ गोसाइकुण्डको दर्शन गर्न आएँ हजुर चाहिँ दिलीराम आचार्य मेरो छोरो ल धन्यवाद छ र मम्मी कुमारी आचार्य जलजला 7 आज गोसाइकुण्डको दर्शन गर्न आएको ए र दिलीराम आचार्यकै कुनै जमानाकी गर्लफ्रेन्ड अहिले कि वाइफ होइन त ल त्यस पछाडि हाम्रो बुवा मेरो गुरुबा है मेरो पूर्ण अङ्कल हुनुहुन्छ ल भन्नु त लेक लाइट छ हल्का लाइट छ अन्नाले रक्सी लगाएको होइन है लेक लगाएको बुझ्नलाई नि ओके ल यता सेनियामा हुनुहुन्छ धाइयामा मेरी एकनाथ ओके ल धन्यवाद छ र मलाई चाहिँ अब कख सिकाएको मेरो आदरणीय सर पनि भन्छु मैले दाजी पनि भन्छु गुरु पनि भन्छु त्यस पछाडि गएर अब नाताले ससुराबा पनि भन्नुपर्छ सब थोक ल हजुरसँग चाहिँ केही हजुर हजुर म टिचर हो हजुर ४३ वर्ष सेवा गरेको अहिले ६५ रिटायर अवस्थामा म ६५ वर्षको उमेरमा गोसाइकुण्ड हजुर गोसाइकुण्डको यात्रा सफल होस् भनेर आएको ल धन्यवाद यता चाहिँ मेरो भाउजू हुनुहुन्छ भाउजूसँग अब हजुर राधिका आचार्य होइन त र भाउजू चाहिँ अलिक थकित हुनुहुन्छ बोल्न सक्नु भएन अनि दाजी हुनुहुन्छ र हजुरको पनि परिचय गरौँला एकैछिन है ल बस्नु त हजुर जलजला 7 धाइरी है त गङ्गा आचार्य ल धन्यवाद उता दादा यता खुसी र लेटेस्ट र रिसेन्ट अब ऊ पनि कपाल पनि हुनुहुन्छ र त्यस पछाडिको म आउँछु र म योगनाथ आचार्य र आजको चाहिँ मेरो चाहिँ अब श्रीमती भने पनि अब जीवन सङ्गिनी जे भने पनि उहाँ हुनुहुन्छ होइन जीवन सङ्गिनी नै भन्नुपर्छ हामीले र यता चाहिँ अब हाम्रो आदरणीय व्यक्तित्व मैले राम्रोसँग थम्याउन सकिनँ ल परिचय दिनुहोस् हजुर हजुर सँगसँगै हजुर शारीरिक अवस्था ठिक छ राम्रोसँग आइपुग्नु भयो हस् ल सबैजनाको चाहिँ अब हर हर महादेव महादेवले हामी सबैको रक्षा गरून् ल ल जय होस् ल हर हर महादेव ल जाडो 4 वर्ष पहिले पुस्ता मैले लास्ट टाइम पछाडि भ्यू पनि केही छैन यही सेतो टावल हो हेर्ने भयो हेर्नु सरप्राइजिङली हामी त मजाले सुत्तियो तल आएर बुवा मम्मी चाहिँ शिवजीले त्रिशूल हानेको ठाउँमा गएर दर्शन गरेर आउनु भयो ढाङटाङ होइन अनि यता दाई चाहिँ गाइड त्यही त नि ल ठिक छ ल राम्रो भएछ ओके गोसाइकुण्ड दर्शनको तेस्रो दिन है तेस्रो दिन गोसाइकुण्ड हर हर महादेव ल
ल अहिले बिहानको समय भएर एकदम फुलेको अवस्था छ। लेट्स गो। तालमा पौडिने होला। ओके, गोसाइकुण्डमा आज जनै पूर्णिमाको दिन एकदमै धेरै भिडभाड छ। हामी अस्ति धुन्चेबाट उकालो लागेदेखि लगभग अलमोस्ट बाटो यस्तै थियो, प्याक नै थियो। आज अब यहाँ अफकोर्स होइन तालको छेउमा शिव भगवानको स्नान गर्ने अब भक्तजनहरू चाहिँ एकदम धेरै हुनुहुन्छ, स्वाभाविक रूपमा धेरै हुनुहुन्छ। ल लेट्स गो है त। तालभन्दा राम्रो मसुरी गयो, फेरि मसुर तर राम्रो त देखि। ल गोसाइकुण्डको चाहिँ हामी ताल छेउमा, यता गोसाइकुण्ड ताल, यता हामी दुईजना हिँड्दैछौँ। अरू हाम्रो जम्बु टली जम्बु खाएर अघि गए। हामी चाहिँ यता र यहाँ मन्दिर है, शिव मन्दिर चाहिँ देख्न अहिले बिहान जो अलमोस्ट 6:30 जस्तो चाहिँ हुन लाग्यो। अब 6:30 बजे चाहिँ बिहानको समयमा चाहिँ हिजो रातभरि पानी परेर बिहानको समय चाहिँ एकदम सिनहरू राम्रो एकदम बेस्ट देखिँदो रहेछ होइन। ल अब चाहिँ हामी महादेवले चाहिँ जुन त्रिशूल प्रहार गरेको ठाउँ त्यहाँनिर चाहिँ हामी जाँदैछौँ। झरना छ अरे त्यहाँनिर। साउनको यो समयमा भनौँ न जनै पूर्णिमामा चाहिँ गोसाइकुण्डमा आउँदा एकदम रियलमै भन्नुपर्दा साँचो सत्य भन्दा गोसाइकुण्डमा कतिको जाडो त भन्ने कुरा छ। खासै त्यति साह्रो जाडो छैन। मैले नर्मल पोसाक नै लगाएको छु है। अनि अलिकति यो ठाउँमा चाहिँ मनोबल चाहिँ बढाउनु पर्ने हुन्छ होइन। म सक्छु भन्ने खालको चाहिँ हिम्मत लिएर चाहिँ यहाँ आउनु पर्यो। म सक्दिनँ कि मलाई बिरामी हुन्छ कि भन्ने खालको कुराहरू भयो भने अलिकति मेबी त्यसले चाहिँ इफेक्ट चाहिँ बनाउन सक्छ, केही असर गर्न सक्छ है। अरू खासै त्यस्तो चाहिँ गाह्रो केही छैन। केही गाह्रो छ र? गाह्रो छ र छैन? कोहीले यहाँ क्यामेराको कता छ क्यामेरा मेसो नपाएर हलमल लिएका छन्। ठिक छ।
गुड्डो सारी फेरि हर हर महादेव गोसाइकुण्ड र महादेव सुतेको चाहिँ हामीले यहाँनिर देख्न सकिन्छ र यतापट्टि चाहिँ हामीले ओम देख्न प्रत्यक्ष ओम 100% ओम देखिन्छ क्लियर ओम देखिएर आयो ल ल हर हर महादेव र भगवान शिवजीले चाहिँ त्रिशूल प्रहार गरेर अनि झरना चाहिँ उत्पन्न भएको हेर्न त्रिशूलीको चाहिँ अब त्यो बोल्नै सकिएन साथै अब त्रिशूलीको उद्गम स्थल पनि हो के छ रघु सर मन त्यस्तै हालत छ दौडेर आइयो ल महादेवको काखमा आइपुग्यो ल एकदम राम्रो चाहिँ मनोरम दृश्य छ अब हामीले स्नान गर्नतिर जाँदैछौँ कता जाने गाउन माथि ल हर हर महादेव ल त्रिशूलीको चाहिँ उद्गम स्थल है ल हर हर महादेव अपराध छ झार्यो पहाड झार्यो भयो तल अप्ठ्यारो छ क्या तल उनीहरू
गोसाइकुण्डमा यस्तो गोत्र। अब हामी गोसाइकुण्डलाई चाहिँ हामी त्यो बसेको ठाउँबाट सुरु गरेर यता आइयो, महादेवले त्रिशूल हानेको ठाउँ आइयो र यो पर ओर्लिम र सँगसँगै चाहिँ अब हामी यहाँबाट सर्लक्क यो तालको बिचको बाटो हुँदै हामीले एक राउन्ड दाहिनेतिरबाट यो गोसाइकुण्डलाई चाहिँ एक राउन्ड लगाउने छौँ। अब महादेवको चाहिँ आशीर्वाद पाउनको लागि अलिकति कष्टकर बाटो चाहिँ तय गर्नै पर्ने हुन्छ। त्यो तय गरेर आशीर्वाद लिएर मात्रै हामी फर्किनेछौँ। धन्यवाद। कहाँ पुग्ने हो र यसरी दौडिएर त। गोसाइकुण्डमा आइयो, बुढीहरूका फोटा खिच्दा थकाइ लाएर ढल्लिए। आफ्नो फोटो एउटा पनि छैन। यस्तो हालत भयो केही भन्ने त अब यस्तो अवस्थामा के गर्नुपर्छ कमेन्ट है त। हर हर महादेव। हर हर महादेव, जय शम्भु। गोसाइकुण्डको पानी चाहिँ अब यहाँबाट भैरवकुण्डतिर चाहिँ जाने ठाउँ है। यो ठ्याक्कै हो। अहिले हामी केही तर्दैछौँ यहाँबाट। यही गोसाइकुण्डको पानी, यता गोसाइकुण्ड हो। यहाँबाट चाहिँ टक्क यता चाहिँ भैरवकुण्डमा गएर मिसिने। ल ल गोसाइकुण्ड आएर मेन मन्दिरमा टिका पनि लगाइयो र अब चाहिँ हामी फर्किने तर्खतिर चाहिँ छौँ। बुवा मम्मीलाई गोसाइकुण्ड ल्याएर अब स्नान गराएर चाहिँ हामी फर्किने क्रममा छन्। थ्याङ्क यू सो मच है त। बाई। 2082 साल साउन 21 गते बिहान घरबाट चाहिँ हिँड्नुभएको बुवा मम्मी र 23 गते हामी यहाँ चाहिँ गोसाइकुण्ड आइपुगेका थियौँ र 24 गते चाहिँ अब जनै पुण्यको दिन पनि परेको हुनाले जनै पूर्णिमा अब यहाँ चाहिँ आइयो। अब भगवानको आशीर्वाद लियो र स्वास्थ्यले पनि जस राम्रै साथ चाहिँ दियो भन्नुपर्छ। र आज चाहिँ हामी गन्तव्य पुनः हाम्रो चाहिँ अब दोस्रो भनौँ अब कम ब्याक भनौँ अब दोस्रो गन्तव्यतिर चाहिँ फेरि पर्वतको लागि चाहिँ हामी रिटर्न हुँदैछौँ। हाम्रो टिम चाहिँ कोही अब अलिकति थोरै अगाडि जानुभएको छ। ल ल सानो भए जाउँ है त। ल हाम्रो टोलीलाई उछिनेर हामी बाउथरा चाहिँ ओह्रालो झरियो। 13 बजेर 58 मिनट 1 बजेर 58 मिनटमा हामी यहाँ आइपुग्छौँ। हेरौँ ती ढिलेहरू कति बेला आइपुग्छन्। ल चोलाङपाटीमा चौरी गाईको दुधको चिया खाँदैछौँ बाउछरा बसेर। ल तिलु चाहिँ हामीभन्दा 5 मिनट ढिलो आइन है। ल 3 नम्बर। ल खतरनाक हिँड्न सक्ने व्यक्तित्व न्यू रेकर्ड। ठ्याक्कै 10 मिनट पछि हाम्रो बाँकी टोली चोलाङपाटीमा इन्ट्री। 10 मिनट पछि 10 मिनट पछि 10 मिनट पछि 10 मिनट पछि
के चोलाङपाटीबाट ओह्रालो लागि लास्टै हिलो बाटो छ है ठिक छ गरे होइन बाटो लास्टै हिलो हो हिँडी साध्यै छैन हर हर महादेव कहाँ छौँ रे अहिले हामी चोलाङपाटीबाट तल झरेर अब चन्दनबारी चाहिँ आइपुग्छौँ रसिला ग्याङ चाहिँ आउन ढिलो गर्यो कहिले र चाहिँ आउने तिमीले सल्लाह दिने मलाई बोकिराखेर झौ भयो चालु भएको झन् हिजो एकचोटि यता हेर्नु दुइटैले हाई गर्नु चन्दनगिरी चरा अस्ति चाहिँ हामी रातिमा यो अहिले डेमा चाहिँ हेरेर चन्दनगिरी चाहिँ एकदम सब कुरा चाहिँ एकदमै चाहिने कुराहरू चाहिँ कम्प्लिटली भएको चाहिँ बजार रहेछ यहाँबाट चाहिँ अब माथि जानलाई अराउन्ड 8 घन्टा जस्तो चाहिँ लाग्छ होइन म चाहिँ अहिले फर्किँदै गर्दा भिडियो बनाइरहेको छु त्यो ठाउँ चाहिँ राम्रो छ चेक पोस्टहरू यताउति अब प्रेसरहरू चाहिँ जाँच गर्न पनि सकिन्छ यता चाहिँ हाम्रो टोली जम्बो टोली चाहिँ यहाँ आएर स्टप भएको रहेछ ल हेर्नु साथीहरू ट्रेकिङ गरेर आएपछि मान्छेको अवस्था यस्तो भएको छ उठेर पानीमा पनि खान सक्नु भएको छैन यता कोही हाम्रो बाबु सानोले खुवाइदिँदैछन् पनि ल
बाई बाई धुन्चे फेरि भेटौँला खुट्टा सुन्नी गरी हिँड्नी पारिदिनु हो खुसी लाग्यो खिल पस्ने गरी हिँड्ने वातावरण मिलाइदिनु भएकोमा धुन्चेलाई हार्दिक धन्यवाद छ नारायण नारायण हाम्रो गुरु धुन्चेबाट फर्कियो नि गोसाइकुण्ड गएर नारायण नारायण हाम्रो टोली फर्कियो गोसाइकुण्ड गएर मम्मीलाई पनि देखाइदिनु तँलाई किन्ने अगाडि लिएर यसो अगाडि म अगाडि नदेखिने भयो एकदम खुसी ल भदैलाई ल्याउसमा वाली ल यता नेसर भाउजू सबै ब्याग माथि राख्ने हैन सबै यहाँ अब हेरौँ भिडियो भयङ्कर पावर छ यो यहाँ ठुलो हुन्छ जस्तै टोटो त्यस्तै बेला परेछ छेउमा पराएको थिएँ कुहिरो लाएर केही देखिएन यताउति हेर्नु हुँदै गरे गोबर 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 अर्को भिडियो नै खिच्ने चिप्लिन्छ ढिलातिर नजानु लामटाङ हिमालको चुचुरो हो यो डरेला पनि छ नि त्यो त धेरै उता नजानु डिलेतिर नै जाने हो ल यहाँ कोही केही आउला देखिएला भन्नु पर्दैन यहाँ उनीहरू कर्णाली नदीको कर्णाली के अरे त्रिशुली ओहो सङ्ग्राम र त नि यहाँ त हेरिसक्ने छैन यहाँ सङ्ग्राम ठुलो भिरका डबल र त ठुलो भिर के को ठुलो भिर यतिको भएको थियो किन हुन्छ यता हेर यता यता हेर यहाँ लड्दियो पर हेर त यस्ता पहरा मुनि बाटो हेर त एउटा रग यही भिडियो गोसाइकुण्ड ट्रेकको हामी अलमोस्ट 4 दिन चाहिँ बितायौँ विशेष बुवाहरूले चाहिँ बुवा र सानोबा चाहिँ सँगसँगै अब मम्मी अनि कृष्ण दाई पनि हुनुभयो 21 गते चाहिँ डेमा हिँड्नुभयो नि त डेमा हिँडेर होइन उहाँ चाहिँ रामकृष्ण दाई हिँड्नुभयो कृष्ण दाई चाहिँ उताबाट आउनुभएको थियो र डेमा हिँडेर 21 गते नाइट चाहिँ काठमाडौँ आउनुभयो र 22 गतेको चाहिँ हामी बिहानमा बिहान 7 बजे चाहिँ हामी गाडी चढेर अनि त्यस पछाडि अहिले अब हामी यता खिचिन्छु क्या बोल्न त सबै आउँछ र 21 गते चाहिँ हामी उहाँहरू चाहिँ नाइटमा आइसकेको छ 22 गतेको बिहान 7 बजे हामी गाडी चढेर धुन्चे आयौँ र दिउँसो करिब 1 बजेर 45 मिनट जाँदा हामी उकालो सुरु गरेका थियौँ होला पहिलो दिन 22 गते हामी चन्दनमारी गएर बस्यौँ नि त चन्दनमारी गएर बस्यौँ करिब 9 घन्टा हिँडेर त्यस पछाडि भोलिपल्ट फेरि 9 घन्टा जस्तो चाहिँ हामी सन्च हिँडेर दिउँसै थियो हामी गोसाइकुण्डमा चाहिँ पुगेर बसियो एकदमै ट्रिप रमाइलो भयो र 2 दिन लगाएर उक्लेको बाटो हामीले भनौँ न 23 गते हामी गोसाइकुण्ड पुग्यौँ र 24 गते चाहिँ त्रिशुली हामी पुनः फेरि रिटर्न गऱ्यौँ नबोल्नु न अहिले तपाईँ यहाँ भिडियो हाल्दैछु र मैले अहिले लास्टमा बोल्नु ल ल ल अनि यो नि पुरै हाल्नु पर्ला ल गाह्रो छ क्या अब के गर्ने भिडियो बनाउन ल ल सर्टकटमा जाँदा अब 24 गते चाहिँ हामी झर्यौँ सर्टकट बनाउन मिल्दैन यो झरिसके पछाडि चाहिँ के अरे धुन्चे आएर बस्यो हिजो र मेरो खुट्टो चाहिँ लास्टै चाहिँ यहाँ खेलै उठ्ने अरे हिँडियो चाहिँ हिजो है 2 दिन लगाएर उक्लेको बाटो 1 दिनमा चाहिँ हामी अन्त तकड बुढीहरू आमाहरू भाउजूहरू रहेछन् ढिला नजानु ढिला लाग्यो अब आज चाहिँ हामी यस पछाडि कहाँ जाँदैछौँ यस पछाडि कहाँ जाँदैछौँ
अब काठमाडौँ जाँदैछ यहाँ कन्ट्रोलर नै गाह्रो भयो क्या ए उत्तर गया ल थ्याङ्क्युसम्म बोले राखिए ल म भिडियो खिच्नु चाहिँ मौमी हामी एकदमै हृष्टपुष्टको रूपमा गएको थियौँ अब हामी उत्तरतिर काठमाडौँ फर्किनेछौँ ल बनाइ राखिए हल्का पायल जस्तो छो यसलाई चाहिँ र शरीरको अवस्था अहिले यस्तो छ खासै गाह्रो छैन है गोसाइकुण्ड जानलाई लौरो टेकेको त हुन्थ्यो करे गोसाइकुण्ड जान गाह्रो छैन बालबच्चादेखि लिएर बुढाबुढीसम्म जान सकिन्छ जेही र यता एकदम क्युट दाइ हुनुहुन्छ खै आउनु त एकचोटि हजुरको तक्नुमा मुही घाम ल यता दाइ कि एकदम प्रियतम यता भित्र छन् होनार युवतीहरू हिँड्न खप्पिस हामीलाई जितेका युवतीहरू यिनीहरू दुईजना यिनै हुन् यिनीहरूले रेकर्ड तोडे गोसाइकुण्डबाट धुन्चे बजारमा 15 मिनटमा झरेर रेकर्ड तोड्ने यिनीहरू दुईजना हुन् ल 15 मिनट है अरू केही होइन होनार दुईजना युवक दारी सेता सेता भएका छन् युवकका 18 वर्ष जवानी अनि रङ्गिलाबाका काइला दाई ठिक छ नि त यता मक्खा छन् यता एकजना फेरि ऊ भिआइपी सिटमा मस्त ल्यान्डिङ भइराख्नु भएको छ गोसाइकुण्ड गएर खासै त्यस्तो गाह्रो चाहिँ छैन है श्री गणेशाय नमो नमो श्री गणेशाय नमो श्री गणेशाय नमो नमः 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 किन दाइ नाच्नु ए शिव धनुष उठाए शिव धनुष उठाए रामले सीता पाए 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 शिव धनुष उठाए हरि 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 गाई हो रामले सीतालाई पाए राजा जनकका ज्वाइँ भए मुरारीले सानुलाई पाए मोतीराज बुवाका ज्वाइँ भए रुँदै रामलाई वनवास पठाए नेपाली बाआमा रुँदै छोरी विदेशमा पठाए नेपाली बाआमा रुँदै छोरी विदेशमा पठाए हरि
भर्खरैसम्म गाउन सक्यो होइन भन्ने मान्छेले अहिले यसरी गीत गाएका छन्। हामी धुन्चेबाट अहिले चाहिँ उत्तर गयातिर आएको छौँ। खुट्टाले हिँड्न नसकिने भइएको छ। हामी बाहिर दुईजना बार्सेलोना फ्यान है। ल हामी 10 जनाको ग्रुप चाहिँ यता छौँ। ल ल उत्तर गया धाम है त। बेत्रावती बजारमा ठ्याक्कै यहाँ चाहिँ उत्तर गया। ठ्याक्कै यो चाहिँ म्याप भयो। अहिले यहाँ हामी राम मन्दिरमा छौँ। जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम। ल सो पहिला भगवानलाई आएँ भनेर निमन्त्रणा दिनु पर्यो। हामी चाहिँ उत्तर गया धाममा आएका छौँ। अहिले चाहिँ त्रिशुली नदीले अलमोस्ट त्यहाँको चाहिँ मन्दिरभित्रै पानी परिसकेको अवस्था छ। 108 शिवलिङ्ग उता तल जान चाहिँ सकिन्छ सकिँदैन हेरौँ। जान सकिएछ भने त्यहाँ गएर दर्शन गरेर हामी फर्कनेछौँ। ल उत्तर गया धाम है त। जय हो जय 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 जय। ल 108 शिवलिङ्ग छन् त्यहाँनिर। अब हामी शिवलिङ्गको दर्शनको लागि चाहिँ जाँदैछौँ। जय शम्भु। र यहाँ पुरै त्रिशुली नदी चाहिँ आउने, तर यो सत्तल चाहिँ त्यस्तो केही बिग्रिएको छैन। नदीले बिचबाट नदीले पुरै पुरेर गयो पनि केही भएको छैन। त्यही हो भगवानको लीला। र यहाँ गोलकाँक्री फलेको देख्न सक्छौँ। खाना नि मिल्छ नि त यो? पक्का हो भने खाना मिल्ने थियो। के हो यो? उस्तै छ। गोलकाँक्री नै होला।